के बोले संसदमा यस्तो हङ्गामा छ त संसद सुचारू भएको छैन हिजोदेखि ऊ चाहिँ नि एकदमै एउटा तुरुपको पत्ता फालिदिएर सबैलाई हङ्गामा उसले बोल्ने पनि हङ्गामा छ नबोल्ने पनि हङ्गामा छ बोलका बोल भन्यो बोल्दै यस्तो हङ्गामा यहाँमा चाहिँ भारतमा पनि हङ्गामा छ हङ्गामा छ बेलायतमा पनि हङ्गामा छ के भन्दैछन् भारतले त्यहाँनिर तपाईँ त होइन अब भारतमा त बालनको जस्तो त्यहाँ पनि अहिले कङ्क्रोच पार्टी भन्ने एउटा आएको थिएन भवाले गरे युवाहरूले त्यो यहीँको जयन्ती जस्तो हो त्यो पनि होइन अब बालन त उनीहरूलाई एउटा आइडल भइसक्यो कि बालन जसले देश गर्न सक्छ हामी सक्दैन भन्ने आइरहेको बेलामा केही कुरा भनिदिँदाखेरि भारतमा नि बालनको विरोध होइन कि समर्थनै देखिन्छ क्या अहिले तर बालनले बोल्नै नहुने कुरा बोले प्रधानमन्त्रीले भन्ने कुरो छ एकदम त्योभन्दा अर्को उपायले भारतसित कुराकानी स्टार्टै भएन भन्ने उसको जुन डिप्लोमेटिक छ नि यो हेर्दाखेरि तपाईँलाई चाहिँ नि राजनीतिक दृष्टिकोणले हेर्दा यो भित्रका मान्छे चिच्याउँछन् कराउँछन् भन्ने एउटा पछि चाहिँ जे गरे पनि कराउँछ यहाँ हामीले चाहिँ 35 वर्षदेखि चिच्याएको बाघ केही देखाएको छैन प्रतिपक्षको कामै प्रतिपक्षको काम विरोध गर्ने हो यहाँ कुनै विपक्षी छैन यहाँ प्रतिपक्षै छैन यहाँ विरोधी छ कि विरोधीहरूले कराउने जसै पनि कराउँछन् कतिपय कुराहरू कस्तो छ भने भारतसितको सिमाना एकदम अन्धराष्ट्र भक्तिको हाम्रो युवाहरूलाई पिलाएर राजनीति दोहन गर्दै आएको छ नि त्यसलाई करापै चुनाव दिएको हुनाले अब त्यो दोहनको बाटो पनि बन्द भयो भन्ने रोदन चाहिँ छ हजुर अब चाहिँ सिमाना मिचिएको कालापानी लिपियाधुरा लिपिलाई फिर्ता ल्याउँछन् कि भनेको यिनले त देशै बेच्न लाग्यो भनेर रोइलो छ संसदमा होइन अब त्यो तपाईँले यसलाई राजनीतिक अथवा प्राविधिक कुरा गरेका कुरा चाहिँ नि अब वार्ता चाहिँ गर्नुपर्छ ठोस रूपमा आजसम्म भारतले वार्ता गर्नै मानेको छैन अब होइन किन मानेन भने यी सबै भारतको चाकरी गर्दै तलुवा चार्दै होइन घोडा मिच्दै प्रधानमन्त्री बनेका यो पहिलो प्रधानमन्त्री जो भारतले कुनै पनि प्रभाव नपाइकन देशमा प्रधानमन्त्री भयो अहिलेको सरकार र पहिलाको सरकार फरक छ होइन भारतको पनि पहिलाको छैन पुरै पहिलाको सरकारहरू अर्कै दलका थिए हामी यहाँ लोकतन्त्र आउँदा गणतन्त्र आउँदा भारतमा अर्कैको सरकार थियो जो चाहिँ नि नेपालको सनातनी व्यवस्था नेपालको संवैधानिक राजतन्त्र नरुचाउने भारतको दबावमा राख्नु खोज्ने त्यसबाट अहिले त्यो सरकारहरू बिजेपी सरकार आएपछि भारत नेपाल चाहिँ नि भारतको पनि गुरु राष्ट्र हो भन्ने मान्यताका सरकार छ कि त्यहाँ गुरुले गुरुको कुराहरूमा चाहिँ नजरअन्दाज गर्न सक्ने अवस्था अहिले छैन त्यसमाथि जनताले आरी घोप्टे भोट हालिदिए आरी घोप्टे पुरै आरी घोप्टे भन्छ नि क्लाउड बस्टिङ भएको छ क्लाउड बस्टिङमा को बगाएर बग्यो कोही लत्रियो कसैको घर डुब्यो होइन त्यति मात्रै त्यसमा थप चाहिँ नि बुल्डोजर हालिदिएर सभा बनाइदिएको छ अब धेरै बुल्डोजर यसलाई मैले के भन्छु यो बुल्डोजर सरकार पनि हो पहिला बुल्डोजर मेयर बुल्डोजर प्रधानमन्त्री बनेको अहिले ठिक छ सरकार एकदम गर्नुपर्ने यो गर्नलाई गरेन भने त हामी फेरि सुरु गरिहाल्छ मजाले होइन त तिमीले यही गरेर पठाएको नि जसको जे म्यान्डेट छ त्यो गर्ने गर्न सकिँदैन भने छोडेर जाने तर के बोले कुन अर्थमा बोले भन्ने कुरो जनताले बुझेनन् मजाले तपाईँले आज स्पष्ट भाषामा बुझाइदिनु पर्यो नेपालले पनि धेरै ठाउँमा भारतको सीमा हामीले पनि मिचेका रहेछौँ भन्नुभयो प्रधानमन्त्रीज्यूले यसको तात्पर्य के हो गएर हेर्नु होला तराईमा धेरै ठाउँ त्यस्तै छ वारिपारि म त तराईको मान्छे हो नि मिचेकै हो त नेपाल छ त भारतको यता आएर बसा छ यता उता आएर बसा छ होइन त्यो शक्ति छ नेपाल भारत जस्तो शक्ति जनस्तरमा गरिरहेको छ नि कहाँ सेना लिएर बस्याएको र त्यो त्यहाँको सेक्युरिटी फोर्सेस छ नि यताको बोर्डर फोर्सेस दुइटै मिलेछ नि त्यो अहिलेबाट होइन नि त्यो सम्बन्ध अहिलेबाट होइन नि त त्यो 10 गजा त अङ्ग्रेजको जमाना हालेको नि होइन 10 गजामा पनि छ त्यहाँको नियमले के भने अन्तर्राष्ट्रिय सीमाको 10 गजाको 10 गज 10 गजा भनेको गज 10 मिटर भन्दा अलिकति 9 मिटर होइन 9 मिटर चाहिँ नि यता त्यो स्तम्भबाट 9 मिटर उता कुनै संरचना कुनै घर बनाउनु भएन सबै छ त अब त्यही हाम्रो बिचैमै छ त घरहरू अनि त्यो मिच्यो कसले मिच्यो भन्दा भारतले पनि यता बस्यो अब त्यो बोर्डर भन्दा यता बसेको नेपालीको बोर्डरमा तपाईँले यसरी बोर्डरमा गएर थुक्दाखेरि ठ्याक्कै तपाईँ भारतमा पर्छ भारतले थुक्दा नेपाल पर्छ कि त्यो त छ त एउटा कुनै प्रधानमन्त्रीले हामीले पनि त मिचेको छौँ नि भन्ने चाहिँ नि कुरा मलाई थाहा थिएन भने किनभने काठमाडौँमा हुर्केको प्रधानमन्त्री हामीलाई त थाहा थियो हामी त त्यही हुर्केको हुन त ऊ पनि बोर्डरकै घर हो पुर्खौली घर महत्तरीको हो एक दागा कि एक काडा भन्ने ठाउँ चाहिँ नि बोर्डर
अन्त त्यही भयो भने त्यहाँ यहीँ जन्मियो हुर्क्यो नि त होइन कति थाहा पनि भएन होला चासो पनि भएन होला भोलि देशको प्रधानमन्त्री हुन्छु भन्ने भए चासो हुन्थ्यो होला राजनीति गर्छु भन्ने चासो पनि थिएन होला भन्ने लाग्छ इन्जिनियर मान्छे हो एउटा डाक्टरको छोरा हुन् होइन हुने खानेका भए तपाईँले उसलाई भने म प्रधानमन्त्री भएपछि मलाई थाहा भयो भनेको छ नि त्यहाँ किबोर्ड हेर्नुहोस् म प्रधानमन्त्री भयो भनेपछि आजभन्दा अगाडिको सबै प्रधानमन्त्री विदेश मन्त्रीलाई थाहा थियो सबै यो कुरा उसले आँखा चिम्ले जानी हेर्नुहोस् किनभने भारतले मात्र मिसेछ भनेर राजनीति गरेर दोहन गरेर अखण्ड राष्ट्रवाद लगाएर गरेको बाइसटा पनि मिसेछ त बुद्धिनारायण श्रेष्ठहरूले आफ्नो भूमि समिति पार्टीका विभिन्न किताबहरूमा लेखेका छन् एउटा के भण्डारी भन्ने छ उताको सुदूरपश्चिमतिर रतन भण्डारी कसरी भएको छ कसरी यो महाकाली सन्धिमा कसरी लुट्यो जमिन कसरी सब लेखाएको छ नि तर एउटा कुरा के भने त्यो काम चाहिँ नि नेपालले पनि त भारतमा गरेको छ भन्नु साथ त भारतीयहरूलाई पनि झसङ्ग त भयो नि ए नेपाल त भुत्ते देशले हाम्रो खाएर चाहिँ है अब त्यहाँ राडा गर्छ हेर्नुहोस् ए हाम्रो फिर्ता ल्यायो भनेपछि त्यसमा फिर्ता पनि दे हामीले खोजेको के हो समाधान होइन हाम्रो लगेको मात्र दे तिमी हामी कहाँ परेको छोड भने हो त त्यो कुरा आज एउटा प्रधानमन्त्रीले छोटो शब्दमा बदलिँदा यत्रो बोलेन भन्ने बोलेपछि पनि सातो जाने नबोल्दा पनि सातो जाने कस्तो प्रधानमन्त्री बनाएछौँ हामीले